नमस्कार मित्रहरू, कस्तो हुनुहुन्छ? म डाक्टर केपी सुवेदी, जनसेवा होमियो क्लिनिक, दमक, झापा, कोशी प्रदेश, पूर्व नेपाल। म आज केही स्वास्थ्यमूलक केही टिप्सहरू दिउँ, केही जानकारीमूलकमा जाउँ भनेर मैले खोजेँ। मानिस किन थाक्छ? स्वाभाविक कुरा हो, मानिस एउटा 50, 60 वर्ष धेरै थाक्छ। मान्छे किन थाक्छ भनेर कौतूहल हुन्छ। हामीले जान्नु केही कुराहरू हामीले आवश्यक यसलाई महसुस गरेर र सन्देशमूलक कार्यक्रम स्वरूप अगाडि बढोस् भन्ने उद्देश्यले ल्याएको छु। मानिस किन थाक्छ अथवा गल्छ, टायर्डनेस किन हुन्छ भन्ने कुरा हाम्रो शरीरको ऊर्जा प्रणाली, स्नायु नर्भस सिस्टम जो भन्छन्, यो हाम्रो भावना र माइन्ड यससँग सम्बन्धित हुन्छ। यसमा यहीसँग सम्बन्धित सेरोफेरमा हामी मानिसहरू थाक्छ। एउटा हो शारीरिक कारण, अर्को हो मानसिक कारण, अर्को हो हर्मोन असन्तुलन, अर्को हो पोषण अभाव, अर्को हो लाइफस्टाइल फ्याक्टर, जीवनशैली को कारण। म सर्व छोटकरीमा जान चाहन्छु। यो शारीरिक कारणमा फिजिकल कजेज भन्छ, त्यसमा ऊर्जा कम हुनु, जुन ल्याक अफ इनर्जी, हाम्रो शक्ति कमजोर हुनु, शरीरले खाना, अक्सिजन र पानीबाट ऊर्जा बनाउँछ। त्यसै त्यो कमी हुँदा, त्यसको कमी कारणले पनि हामी शरीर थाक्छ। खाना राम्रोसँग नपचेर, पोषणको अभाव भएर अथवा अक्सिजन कम भएर शरीर थाक्छ। अत्यधिक काम गरेर, मेन्टली होस् फिजिकल्ली, जेसुकै बढी मात्रामा काम भयो भने पनि मानिसहरू थाक्छ। लामो समय चाहिँ परिश्रम गरेर मांसपेशीमा चाहिँ जुन ल्याक्टिक एसिड भन्ने तत्त्व हुन्छ, यो चाहिँ हाम्रो मांसपेशीमा जम्मा हुन्छ ल्याक्टिक एसिड, त्यस कारणले हाम्रो शरीर थाक्छ। निन्द्राको कमी भयो भने शरीर थाक्छ। पर्याप्त सुत्न नपाउँदा शरीरको यो मस्तिष्क पुनः ऊर्जा बनाउन सक्दैन, मस्तिष्कले ऊर्जा त्यहाँ शक्ति पैदा गर्न सक्दैन, त्यसकारण सक्छ। र रोग र सङ्क्रमणको कारणले पनि मानिसहरू थाक्छ। जस्तै टाइफाइड भयो, मलेरिया भयो, थाइरोइडिज्म भयो, डायबिटिज भयो, एनिमिया भयो, लिभर प्रब्लम भयो भने पनि मानिसहरू थाक्छ। यो भयो हाम्रो शारीरिक कारण। अब हामी मानसिक कारणमा चाहिँ मेन्टल कजेजहरूमा चाहिँ स्ट्रेस, तनाव। अहिलेको जमानामा सबै मानिसहरू स्ट्रेसमा हुन्छन्। कसैको नभएर, कसैको धेर भएर, कसैको त्यो चलेको जीवनचर्यासँग असन्तोष एउटा मानसपटलमा उब्जेर पनि स्ट्रेस हुन्छ। यो निरन्तर तनाव वा चिन्ताले दिमागबाट कोर्टिसोल हार्मोन बढी मात्रामा निस्किन्छ र शरीर कमजोर महसुस हुन्छ र शरीर थाक्छ। उदासी वा डिप्रेसन, मान्छे उदासी हुन्छ, डिप्रेसन हुन्छ, डिप्रेस माइन्ड भन्छ क्या, त एकदम डिप्रेस भनेको इन्तुनु चिन्तु के हो मार्गदर्शन बिनाको डिप्रेस हुन्छ। यस्तो अवस्थामा पनि हाम्रो सेरोटोनिन र डोपामिन जुन तत्त्व हो त्यो घट्छ, शरीर सुस्त, गलाइ महसुस हुन्छ। अर्को कुरा भनेको यो हर्मोन असन्तुलनको कारण हुन्छ। यो चाहिँ थाइरोइड ग्ल्यान्ड कमजोर हुँदा, हाइपरथाइरोइडिज्म हुँदा शरीर कमजोर हुन्छ। एड्रिनल ग्ल्यान्ड कमजोर भयो भने दिनभर थकाइ र गलाइ महसुस हुन्छ। त्यसरी पनि यो शरीर हाम्रो थाकेर आउँछ। पोषणको तत्त्वको अभावले पनि हामीलाई हुन्छ। न्युट्रिसन डिफिसियन्सी हुन्छन्। खानपानको कमजोरी, जे खाने जे गर्ने, जसरी पोषक तत्त्वहरू प्रयोग गर्नुपर्ने ती गर्नु नसक्दा र चाहिने कुराहरू शरीरलाई आवश्यक उमेरअनुसार प्रयोग नगर्दा पनि हुन्छ। जस्तो आइरनको मात्रा, भिटामिन B12, फोलिक एसिड, प्रोटिन वा पानी कमीले पनि हाम्रो शरीर थाक्छ। यसरी रगत र मांसपेशीमा हाम्रो ऊर्जा जुन हुने, हाम्रो ऊर्जाहरू घटाउँछ र गलाइ जस्तो महसुस हुन्छ, त्यसकारण थक्छ। लाइफस्टाइल फ्याक्टर, तनाव हुने, नसुत्ने, धुम्रपानहरू बढी गर्ने, जाँड रक्सी जुन बढी मात्रामा प्रयोग गर्ने, अनि धेरै सोच्ने, अनि ब्याड ह्याबिट गर्ने, खराब आदत, खराब सोचाइ, खराब चिन्तन,
यी पनि लाइफस्टाइल फ्याक्टरका कारण हो। यस कारण पनि हामीले मानिसहरू थाक्छ, शिथिल हुन्छ र कमजोर हुन्छ। त्यसकारण यसलाई गर्नको लागि हामीले पर्याप्त मात्रामा आवश्यक अनुसार डाइटलाई कन्ट्रोल गर्नुपर्छ। डाइट के खाने के नखाने डाइटिसियनहरू सम्पर्क गर्नुपर्छ अथवा दक्ष जानकारीहरूसँग सम्पर्क गर्नुपर्छ, त्यो खानाको प्रयोग गर्नुपर्छ। यी सारा कुराहरू असन्तुलनका स्टेजमा आउने कुराहरू के गर्दा कम हुनसक्छ भने त्यसमा फलोअप परामर्श चिकित्सकहरूसँग दिएर औषधिहरू प्रयोग गर्नुपर्छ अथवा रहनुपर्छ। समयमा उठ्नुपर्छ, समयमा खानुपर्छ। खानपान खाँदा पनि 100% अगाउँची खानु हुँदैन, 80% मात्रै खानुपर्छ। खाना पनि कम खाने र समयमा खाइरहने र एक्टिभ दिमाग रहने, साथीभाइसँग रमाउने, हाँस्ने, बस्ने, त्यसो समय पनि त्यसलाई चाहिँ प्रयोग गर्नुपर्छ। त्यसले गर्दा पनि हामी बचिन्छ। मर्निङ वाक गर्ने, बिहान उठ्ने, स्ट्रेसहरूलाई कम गर्ने यो पनि छ। त्यही अनुसार होमियोपेथिक औषधिहरू एसिडफस, चाइना, लाइकोपोडियम, क्यालिफस, क्याल्केराफस, जिङ्को बाइलाबा, जिङ्कसेन आदि औषधि डाक्टरको सल्लाह अनुसार यो प्रयोग गर्यो भने स्ट्रेसबाट हट्न सक्छ, यो कम हुन सक्छ र हाम्रो अलि लङ लाइफ स्टाइल राम्रोसँग प्रफुल्लसँग बाँच्छ। त्यसले गर्दा म स्वास्थ्यमूलक केही कार्यक्रम राखेर गएँ। यहाँहरूलाई मनपर्छ, मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला। कमसेकम यहाँहरूसँग फेरि म निरन्तर जोड्ने कोसिस गर्छु। हस्त मैले छोटो प्रोग्राम ल्याएको थिएँ, यहीँ अन्त्य गर्छु। हस्त सबैलाई मेरो नमस्कार।